धर्मले हरेक मानव जीवनमा अत्यन्त ठूलो महत्व राख्दछ। भगवान बुद्धले दिनुभएको 84,000 धर्म उपदेशलाई त्रिपिटकभित्र संग्रहित गरिएको छ। सूत्र पिटक, विनय पिटक र अभिधर्म पिटक नै काङ्ग्युर अर्थात त्रिपिटक हुन्। यसमध्ये अभिधर्म पिटकमा भगवान बुद्धले अत्यन्त गहन र गम्भीर धर्म शून्यताको बारेमा व्याख्या गर्नुभएको छ, जुन अष्टसहस्रिक प्रज्ञा पारमिता, पञ्चविंशति प्रज्ञा पारमिता र शतसहस्रिक प्रज्ञा पारमिता सूत्रमा संग्रहित छन्। जम्मा 16 ठेली प्रज्ञा पारमिता सूत्रहरूमा भगवान बुद्धले शून्यताको सम्यक ज्ञानको बारे विस्तारमा वर्णन गर्नुभएको छ। धेरै वर्षपछिको निरन्तर प्रयासपछि यसपटक बुद्ध वचन अनुवाद समिति नेपालले भगवान बुद्धका अति गम्भीर सूत्र प्रज्ञा पारमितालाई सम्भोट लिपिबाट हुबहु नेपाली देवनागरी लिपिमा उल्था गर्ने निर्णय भए अनुसार यस महान धार्मिक अभियानलाई सफल पार्न यहाँहरू सबैको अमूल्य सल्लाह, सुझाव र सहयोगको हामी अपेक्षा गर्दछौं। प्रज्ञा पारमिता भन्नाले प्रज्ञा भनेको ज्ञान र ज्ञानयुक्त मति र पारमिता भनेको एक ठाउँबाट अर्को ठाउँमा पारित गर्नु वा पुर्याउनले बुझिन्छ। ज्ञान रूपी द्वीपद्वारा अन्धकार रूपी अज्ञानताबाट धकेलेर उज्यालोमा पुर्याउन अर्थात सबै अन्यल, सबै दुख र समस्याको सागरबाट पारित गरेर